आउने हैन अब यता आसिमा दिदी के त राम्रै आइयो म त त्यहाँ दिए गर्ने हो है भलिबल खेलेर मिस पनि आयो हुन्थ्यो मिसलाई यहाँ मिस गरिरहेछन् सबजनाले हामी मजा आयो नआउनेलाई कस्तो त भइरहेछ होला खाइतिर हो गराउने हो उता लाग्दै के छ ब्लगर आकाशसँग हेलो लभर हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई अनदर ब्लग आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि यहाँ सन्चै छु आज चाहिँ हामी रानी महल क्याम्पिङ जाँदैछौँ है आज अब पाल्पाको बसाइ पनि धेरै छैन जे सब लास्ट 3-4 दिन छ जे होस् हामी रानी महल जाँदैछौँ क्याम्पिङ 2-3 चोटि गइसक्यो तर क्याम्पिङ चाहिँ गएको छैनौँ जस के कस्तो हुन्छ बाटोमा जस्तो दामी रमाइलो हुन्छ होइन क्याम्पिङ थाहा छँदैछ तपाईँहरूलाई दामी मनपर्छ भनेर होइन जस के कसो हुन्छ म बाटोमा देखाउँछु है त नेपालमा नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखी यही फागुन महिनाभर ल म तल छु है छिटो म चाहिँ यहाँ वर्षलाई लिन आएको छु यहाँ चाहिँ वर्षको अफिस पनि यो घर पनि यो अरे कैलाशनगर के हो त्यति धेरै आउने हैन अब आउने बस रानो न कतै डबल है खाइदिन्छन् क्या त सबैले खाना पाइन्न खाइदिन्न बस अरू खै कहाँ बाटो मलाई के निस्किसक्यो आधा जति फोन गर्नु न कैलाशनगरसम्म भन्नु न जाने रे त्यही छन् रे त्यही भनेका त्यही भनेका आसिमाको रुम हो कि घर हो र
जङ्गल बाटो हो यार। माथि रिडी जाने हो, तल रानीमल, हामी चाहिँ तल जाने। आइहाल्यो अब 1 मिनट त देखिसक्यो त। बाटो चाहिँ बनाएकै हो कि देख्नु रानीमल तल लाएर चाहिँ राम्रो बेला आउनु भएछ। ब्लू त मैले हेर्नै पाएँ, फोटोमा चाहिँ देखेछु। सुरुमा ब्लू हो कि व्हाइट हो नि? चार चोटि भयो क्या यार। त्यही हजुरको घर आयो, बिस्तार आयो। खुट्टा बिस्तारै हामी चाहिँ यहाँ रानीमल पुगिसकेको छौँ। वर्षा र म। वर्षा कस्तो भयो राइड? एकदम राम्रो। हामीले चाहिँ अब यहाँ केटाहरूलाई कुरिरहेको छौँ, कति बेला आउँछौँ। हामी चाहिँ मिल्क टी र एउटा ब्ल्याक टी अर्डर गरेर खाँदैछौँ। अस्ति आउँदा चाहिँ रानीमलमा कलर लगाएको थिएन, अहिले चाहिँ दामी कलर लगाएको छ। त्यस वर्षमा चाहिँ एउटा यहाँ मिटिङ बनाउनु पर्ला जस्तो छ नेताहरूको।
सायद यही कुनै टेन्टमा होला बस्ने अथवा उता ठुलो टेन्टमा होला। गुगल चलाएन स्कुटर गाडी अनि तिम्रो त एक्लै रहेछ त उसलाई लिएर आए हुन्थ्यो नि। आकाश एउटा खाली रहेछ त उसलाई पाउन ल्याए हुन्थ्यो नि मैले फोन गरेर यार। खाली 6 जना आयो ठ्याक्क 4टामा। 3टामा 6 जना हामी त ठ्याक्क। अर्को स्कुटर कसको थियो त अघि यहाँ 4 जना थियो त पछाडि। ए यसो आसिमा दिदी ठिक छ नि। ठिकै छ म त किन गरेको के क्यामै नदेखेको। ओहो सर ह्यान्डसम मानिनु भयो त। क्यामेरा भिडियो त बनाउनु पऱ्यो नि होइन लास्ट अब चन्द फेरि क्यामेरा चाहियो होइन। आइन्छ नि केटाहरू चाहिँ सबै पुगिसक्यो। अब हिँड्दै आउने चाहिँ बाँकी छ। के छ राम्रै आइयो एकदम राम्रोसित आइयो सर। हेलो एभ्रिवान आवर सर ब्लग सरहरू चाहिँ भलिबल खेल्दै हुनुहुन्छ। हामी चाहिँ अहिले भर्खरै खेलेर आएको। यस्तो भयो भाइ हेरेर सुन्ने भाइ हात काले भए हात पनि के कस्तो कालो देखेको अलि उज्यालो हामी चाहिँ देखेर सुन्नेको होटल छ। होटल भन्दा नि के हो क्याम्पिङको ऊ त्यो रानी महल हो। रानीमा यहाँ खेल्दै हुनुहुन्छ तिलक दाई। हामी ऊ त्यहाँ बस्ने हो, हामी ऊ यो टेन्टमा बस्ने हो। अनि यहाँ के अरे अर्जुन अनि त्यसपछि चाहिँ न्युको थाहा छैन सर चन्दु नाचिरहन्। अलि जुम गर्न मिल्छ कि हेरौँ न मिल्दो रहेछ। मिल्छ होला नि हामी नजानेको होला। उहाँ सिरानी बोक्दै हुनुहुन्छ एउटा बाजे हामीलाई होइन अरूलाई कपाल राखन् कि भोलि भ्यालेन्टाइन डे हो नि त्यसै भएर। अर्जुन थापा यता पोर्दिन यता हेरिसियो त हेर्दा नि नहेरिकन बिचरा तिलक दाइ त बलै नदिया हो के। ल उता चाहिँ पहिरो गए जस्तो भइरह होइन। कुन दिन त्यो पहाड पनि जान्छ अर्कोचोटि आउँदाखेरि यो पहाडै हुन्न होला जस्तो लाग्छ मलाई त साथी हो न। त्यस्तो त होटल रहेछ नि त बिचरा कति लगानी गरेर होला न ल ठिकै हो। भलिबल खेल्दै हुनुहुन्छ।
हाई फेरि पनि वेलकम ये नदेखाउँ त्यस्तो फोहोर लाख हो र कपडै फोहोर छ हेर न दादा गयो त्यति गुवा छा 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 हेर त खुट्टा खुट्टा मेरो झन् पुरा हात्तीको जस्तो भयो मेरो के को त मुसाको तिम्रो त साँच्चै मुसाको छ हेर यहाँ हेर सानो सुन्ने हो हातै हेलो आउन क्युट क्युट मान्छे यता खेलिरहनु भएको हामी चाहिँ त्यत्तिकै बोल्दै बसिरहेको काम नपाएर साँच्ची काम नपाएर पौडी खेल्न हुन्छ किन गरे हुन्छ खेल न यता ब्याक गर्न मिल्छ ए त्यस्तो नघुमाउ न भाँच्यो भने ए हामी यस्तो देखिँदो रहेछ नि त नदेखाऊ मलाई ठोक्यो अलि टाढाबाट खिच न भाइ टाढाबाट देखेँ खै बाबा भूत देखेछ खै नाको पनि निकाल्नु हामीलाई के यस्तो गर्नुपर्ने हो कि पहिला घुमाउन मुख नदेखाउन नि र योहरू त यस्तो रहेको छ उनीहरू भइसकेको पानी हो कता उतै आउँछ आउनु आसी मान्छौँ म त त्यहाँ दिएकै गर्ने हो कि हेलो तिनीहरूमा देख्यो हाम्रो क्लासको हिरोनी हिरोलाई घरबाट आउनु नदिएको गरे अनि इट्स मी भिलेन होइन कपाल चाहिँ हल्का बिग्रेर रहेछ कि हामी चाहिँ भर्खर फुटबल खेलेर ए भलिबल खेलेर होइन भलिबल खेलेर हामी खुट्टा धोएर जुत्ता सित्ता लगाइसक्यौँ अब चाहिँ नि हात सुन्ने गरे दिदीखेरि फर्स्ट टाइम खेलेको नि त अब फर्स्ट टाइममा पनि यस्तो खतरा खेलाडी ए यता खै दिनु त के दामी रमाइलो भयो भलिबल खेलियो 10 वर्षपछि सबले हात धुन खुट्टा धुन आउने नयाँ टेक्निक खुट्टा धुने यहाँभित्र पनि धुँदै दाइ कस्तो भयो भलिबल खेलेको दामी हो दामी मजा आयो थियो कति बजी खेल्यो अब जुत्ता लाउन चाहिँ गाह्रो भइरहेको म त लगाइसकेको लगाइसक्यो सङ्केत दाइले तपाईँ लगाइसकेको नि नाउनेलाई पछि त भइरहेछ होला रिग्रेट भइरहेछ होला रिग्रेट हो गराउने हो यस्तो दामी भ्यू सरर होइन यस्तो हाम्रो यहाँ के छ द रानी महल बिच क्याम्प हिरोइन छ्याक्क भयो ल ब्लगर आकाशसँगै हामी यहाँ रानी महल आएका छौँ हामी सङ्केत दाइ फोन आयो सेट इन्ट्रोडक्सन दिन्छु भनेको तिलक दाइ के छ ठिक छ नि बाबु रमाइलो भइरहेछ एकदम बवाल हुनु पर्यो नि होइन यस्तो दामी भ्यू छ अब रात पर्नु लाग्यो होइन खेलेर बसिरहेको भलिबल खेलेको ठाउँ यस्तो ब्लगर आकाशसँग हजुरहरू हिँड्दै हुनुहुन्छ अब ब्लगर आकाशसँग घुम्नुहुन्छ हजुरहरू रानी महल जाम जाम माथि जाम न हामी चाहिँ रानी महल घुम्दै यस्तो यहाँ पनि दामी छ ओके
नाम पनि ए मान्दिनी हो कि मनिषा सुरेश एकछिनपछि है तपाईँहरूलाई म सबै देखाउँछु गीत गाउन रेडी हुँदै हुनुहुन्छ तर यहाँ धुवाले धेरै उस भयो कि गीत उठ्नु भएको यहाँ चाहिँ अब गीत गाउने भन्ने चाहिँ फिक्स भयो है धुवा त यता मात्रै आइरह्यो कि ल तिमी नै हो काम मलाई चाहिँ त्यही होइन त्यो पनि ल ठिकै छ ल यता नास्ता पनि आयो क्या सायद थाहा भएन ए हल्ला नरहेछ फ्लोमा गर आएन त गीतै मासु के हो बङ्गुरको हो न हरियर भन्गाइदिनु त्यो थाहा छैन मलाई तर बताउँदै हुनुहुन्छ यहाँ चाहिँ सानो क्युट मान्छे यता कहीँ इन्द्रको हेलो हेलो सरको ब्लगमा स्वागत छ सबैलाई तिमीले बाहिर बाहिर खान मिल्छ हैन भित्रको बाहिरको र अचार खान मिल्छ लेयरिङ अनि भित्रको नखाऊ के त्यो भेजलाई एकदम बवाल हो के मोमो आइसक्यो तयार पारिदिनुहुन्छ वर्षा बाहिर बाहिर खाऊ के मोमोको मोमो मुनिबाट बमिट हुन्छ खाऊ के पोले छैन ल अनि खाइरहनु भएको यहाँ के हो बङ्गुरको फुल के हो वर्षाले बाहिरको लेयरिङ खाऊ भने मान्दैन
भेज हो के बाहिरको त मैदाको चुप लाग्यो तिमी अनि यता यस्तो गर्ने जसबाट हुन्छ जुवा आउँदैन लाउनु मलाई भाडा देखाउँ हल्दीमा त अर्जुन उहाँहरू फोटोग्राफर हुनुहुन्छ अनि फोटो खिचिरहनु भएको थियो तर हाम्रो खिच्नु भएन हाई आउन अमन हाई पिरो तिमीलाई हेलो हेलो लब्बर खै त जोडी छैन फोनमा भन न धन्यवाद मलाई क्यामेरा दिनुभएकोमा ल हामी चाहिँ कलेजबाट पिकनिक आएको क्याम्प फायर अब जतिजना आउनु भएको छैन उहाँहरूले चाहिँ सरको भ्लगमा हेरेर मन बुझाउनु होला होइन के रमाइलो गर्नु होला हामीले यहीँबाट रमाइलो गर्छौँ आएको भए छुट्टै हुन्थ्यो नाको पनि छुट्टै भयो अनुदाय एकदम माथिको दाउरामा मिलेन के यो मिस पनि आयो हुन्थ्यो मिसलाई यहाँ मिस गरिरहेछन् सबजनाले अरे मेरो माया नौनी जस्तो मेरो मन चिरहर्यो स्वरूपको करौतीले मसँगी मान्छेले हान्यो माझिँदैले आज बिहानीमा देखे उसलाई मात्र लाग्यो साँझ आज पिराको नसामा एकान्त कोठा तर्पिरहेछ बेसरी गाउँदै बसिरहेछौँ अहिले रातको 10 बजिसकेको छ हाम्रो चाहिँ यहाँ गाउने नाच्ने त के हो नाच्नु त अघि नाचिसकेको अनि हामी चाहिँ यहाँ गीत गाउँदै यहाँ गिटारिस्ट दाइ पनि हुनुहुन्छ उहाँले गिटार बजाउँदै हुनुहुन्छ अनि अरू चाहिँ सुनिरहेछौँ अनि अरू सबै चाहिँ यहाँ क्याम्पिङमा बसिरहनु भएको छ जसमा चाहिँ उहाँले खाना चाहिँ उहाँको प्रोभाइड भइसकेको छ अब हाम्रो बाली हो हामी चाहिँ एकछिन पछि खाना खाने
भनेर चाहिँ सोचिरहेको छ आई थिङ्क चन्द्रमा लाइट जस्तो देख्यो तर चन्द्रमा है रानी महल देखिरहेको छ को भन्दाखेरि त्यो एउटा हामी जाँदाखेरि अर्जुन दाइको कुरा गर्नु लाइट एउटा पाउरोटी फ्याक्ट्रीको उस छ के सोरुम छ त्यहाँ पाउरोटी फ्याक्ट्रीको सोरुम छ रे सोरुम हो के कुरा सुन्दै सोरुम 23-24 वर्ष भयो के सोरुम त्यहाँ छ तल फेरि फ्याक्ट्री हाम्रो घरतिर फ्याक्ट्री हो पाल्पाको जोस पाउरोटी भनौँ न सानैदेखि बिल्ला हान्न खोजेको होइन निकनेम पाउरोटी राख्दैछन् के फेरि पाउ 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 हामीलाई त्यस्तै कुरा गरेर रमाइलो भइरहेको छ हामी चाहिँ हेरौँ के हुँदै जान्छ यो चाहिँ एउटा इक्जाम्पल हो कि कति जानु होला